जनतालाई धन्यवाद। यति मनमा माया छ मैले त्यो देखाउन सक्दिनँ। म कसैलाई गाली गर्न होइन, म काम गर्न मान्छे हो। आशिका तामाङलाई भाषण गर्न आउँदैन, तर काम गर्न आउँछ। यो कुरा हिजोको दिनले पनि म जुन दिनदेखि दर्पण छोडेर म आएको छु त्यो दिनबाट म सडकमा दौडिया छु। हरेक दिन दौडे। यति धुलो खाएँ, यति धुलो खाएँ, धुलोदेखि त म डराउन थाल्यो क्या। त्यही भएर आज धार्मिक क्षेत्र नम्बर 1 ले आशिका पाएको छ र आशिकाले धार्मिक क्षेत्र नम्बर 1 पाएको छ। यति भन्दै मेरो 2 शब्द यही राख्छु र आगामी दिनहरूमा तपाईँहरूको आशा भरोसा म मर्दै दिन्न। मेरो सास रहेछ पनि म मर्दै दिन्न, यही भन्न चाहन्छु।